एकदम चुडी 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 हेलो आरामै हुन्छ आरामै हुन्छ म चाहिँ भ्लग बनाउँदैछु हजुरहरूको पनि भिडियो आउँछ प्रब्लम छैन नि छैन ए कस्तो लागिरहेछ रमाइलो छ रमाइलो खुसी होला क्या एकदम खुसी लाग्यो म आज चाहिँ स्ट्रेन्जरहरू छ नयाँ नयाँ मान्छेहरूसँग चाहिँ कुरा गरिरहेको छु त्यो मध्ये चाहिँ तपाईँ चाहिँ एकदम ह्याप्पी फेसवाला मान्छे भेट्नुभएको छ मलाई आफै खुसी लागिरहेछ भेटेर हजुरको नाम शुभ नाम मेरो नाम अनुरागवन्ती हजुर अनुरागवन्ती ए तपाईँ स्कन पनि जानुहुन्छ के हो हजुर जान्छु रहन पनि मैले मलाई खासमा जान्न मन लागेको त्यो स्कनमा के हुन्छ यस्तो हेर्नु मान्छेलाई धन सम्पत्ति सबै कुरा पनि हुँदा हुँदा उनीहरूले सुसाइड किन गर्छ थाहा छैन नि तपाईँलाई हिजो चाहिँ त्यो पनि मैले खाएँ सुने त्यो डिप्रेसनहरू यता डिप्रेसन केही कारण न केही कारणले डिप्रेसन हुन्छ किनभने भन्दै किनभने नि हाम्रो नि यो हुन्छ नि हार्ट मन त के कुरामा चित्त बुझेको हुँदैन जस्तो हेर्नुहुन्छ फिल्मीको हिरो हिरोइनले किन गर्नुहुन्छ त्यो किनभने उनीहरूले सबै उनीहरू चिजलाई केही चिजको कमी हुन्छ धन पनि हुन्छ सम्पत्ति पनि हुन्छ सब चिज प्रोफेसनल एकदम लाइफ हुन्छ बट उनीहरूको मन यो हुन्छ नि हार्टबिट यो चाहिँ शान्त हुँदैन त्यसैले त्यहाँ गयो भने भगवान्सँग जुड्नु भन्छ क्या धन सम्पत्ति आज हो भोलि हो त्यसपछि सक्यो हामी त त्यहाँ त लिएर जाँदैनौँ नि त सबै यही समाप्त हुन्छ नि त्यही भएर त्यो मनलाई जुटाउनको लागि मनलाई आराम अनि एकदम असल बनाउनको लागि क्या हामी मनुष्य जीवन हो हामीसँग केही न केही त गल्ती हुन्छ नि हुन्छ अब कसैले तपाईँले नराम्रो कुरा भन्छ त्यतिबेला तपाईँले उठ्न कस्तो बदला लाइफ स्टाइल लिनुहुन्छ नि बट यहाँ उहाँले के भन्छ तपाईँसँग चिट पनि भन्छ नि चिट पनि गरेर उहाँलाई सम्मान दिनु किनभने आफै अटोमेटिकली मैले योसँग गलत गरेर त्यो मान्छेले कस्तो मलाई रेस्पेक्ट दिने आफै किन त्यो मान्छेलाई म सरी भन्छु यो भन्छ त्यसैले उहाँले भन्नुहुन्छ कि धन सम्पत्ति हुँदा हुँदा पनि कति मान्छेले विदेशमा कुन ठाउँ भनेको छु अरे त्यो एउटा युरोप कन्ट्री भन्नुभएको थियो त्यहाँमा त सबै प्रोफेसनल लाइफ छ नि सब तर पनि सुसाइड अटेम्प भनेको उतैतिर धेरै हो उहाँहरूलाई त जापान अनि नाइ अर्कै थियो अस्ट्रेलिया युरोपियनमा आउँदैन तिनीहरूलाई डिप्रेसनको शिकार भइसकेको हुन्छ भन्छ म हटाउँछु हुँदैन त्यस्तो अनि त्यस्तै क्या उहाँ जानुभयो भने अर्कै लाग्छ कि म कुन संसारिक जीवनमा आएर कति पाठ पूजा पनि पूजाहरूले आफ्नो मन हो म चाहिँ भोग लाएर खान्छु किनभने मैले कुछ ग्रहण गरेको छु नि त हामीलाई त खानु नै पर्छ जरुरी छैन भनेर तपाईँले के भन्छ अहिले म भुते म अहिले नै तुलसीमाला लाउँछु त्यो गर्छु त्यो गर्छु पर्दैन तपाईँ बिस्तारै जुझ्नु अनि आफै उतातिर मन जान्छ आफै फिल हुन्छ क्या त्यति बेला मलाई यो गर्नु छ भने यस्तो गर्दा यस्तो हुन्छ त्यहाँ उता गएर त्यो पुराणहरू पनि पढ्ने हुन्छ कि हाम्रो गुरु मन्त्र हुन्छ त्यो गुरु मन्त्र चाहिँ च्यान्डिङ हुन्छ च्यान्डिङ हुन्छ तपाईँको इच्छा जरुरी थिएन म अहिले गएँ त मैले पनि 2 हप्ता 3 हप्ता त्यहाँ गएर सुनेको शनि पहिला चाहिँ कार्तिकमा चाहिँ हाम्रो कार्तिकमा त्यो हुन्छ कार्तिकमा चाहिँ डेली हुन्थ्यो कि त्योमा चाहिँ डेली हुन्थ्यो त्यो डेली जान्थ्यो अनि यस्तोमा चाहिँ सैटरडे हुन्छ हजुरले आर्ट अफ लिभिङको बारेमा सुन्नुभएको छ सुन्नुभएको छैन मेरो सुन्नु तपाईँले भनेको कुरा जस्तै छ क्या मेडिटेसनहरू चाहिँ गराउँछ यस्तो मेडिटेसन त नगर्दा पनि हुन्छ बट उहाँ चाहिँ भजन हुन्छ कीर्तन हुन्छ अनि वचनहरू पनि सुनाउनुहुन्छ यस्तो गर्दा यो हुन्छ बट उता गएपछि नि आफै क्या उहाँहरूले यस्तो राम्रो कुराहरू चाहिँ आफै कस्तो क्या जो अहिले तपाईँ खुसी हुन्छ खुसी म त्यहाँ गएर नि यति राम्री पनि मलाई बनाइदिनु भयो अनि एकदम खुसी लाग्छ क्या के प्राप्ति गरिसके तपाईँ एकजना अब कसै मान्छेलाई जो डिप्रेस छ उसले के मेसेज चाहिँ दिन चाहनुहुन्छ उहाँलाई के भन्छु पास्टलाई छोड्नु अगाडि बढ्नु भगवानको भन्नु हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे ओम नमो भगवते वासुदेवाय नमो नमः नारायण तत्त हरे नरसिंह प्रभव हरे कृपालु ल ठिक छ यो चाहिँ तपाईँले ठिक भन्नुभयो कि यदि ऊ त्यो मान्छे अर्को धर्मको छ भने चाहिँ उसको लागि चाहिँ
उसको लागि चाहिँ तपाईँ जुन पनि धर्म मान्नुहुन्छ Hello, check. One, बट two, उहाँले check. त्यस्तो हो कि जस्तो हामी कम्प्युटर सिक्न भए हजुर कम्प्युटर सिक्दैछौँ पुरा फोकस त्यसमा जान्छ नि हजुर हजुर जान्छ नि हजुर कम्प्युटर सिक्नु छ हजुर बट त्यति पनि फोकस नगर्नु कि यो यस्तो यस्तो होस् अनि यस्तो गर्नु क्या त्यस्तो गर्नु जस्तो कि भन्नाले भागिरहेका छौँ मरुभूमि विवाह सम्मेलन आयोजित विराट टुरिस्टको 2082मा तपाईँ सम्पूर्णमा भनेपछि के बनायो भने आजको कोर्टकोतिर जानु किनेर सुरुवात गर्नेछौँ भनेर हामी जानकारी दिन चाहन्छौँ सिमरी हामी युट्युबको साउन्ड ट्र्याक एकदमै मजासँग सम्पन्न गरिसकेका छौँ अबको केही बेरमा पनि उहाँको कुनै डोङ्गा प्रस्तुति हामी तपाईँमा राख्नेछौँ भनेर हामी जानकारी दिन चाहन्छौँ अवश्य पनि हामी तयार छौँ धेरै खुसी लाग्यो हजुरसँग कुरा गरेर एकदमै तयार थ्याङ्क यू बाई बाई बाई